तपाईहरुले आजको भैरवी हेर्नुभयो कस्तो लाग्यो तपाईहरुलाई पक्कै पनि मनोरञ्जन लिनु भएको होला आज हामी यसै सबैजना किन यहाँ आएका छौं भनेर हजुरलाई कौतूहलता भएको होला आज हामी यसरी आउनुको पछाडि चाहिँ अब हाम्रो भैरवी सिरियल केही समयको लागि स्थगित हुने भएको छ स्थगित हुने भएको बन्द हुने होइन केही समयको लागि स्थगित हुँदैछ यो चाहिँ हाम्रो कम्पनीको पोलिसी अनुसार यसलाई अझै परिमार्जित गरेर लानुपर्ने भएको छ अनि यसमा अझै मसलाहरू दर्शकले चाहना अनुसार के खोजेको छ त्यो अनुसार नै हामीले गर्नुपर्ने भएको भएर केही समय चाहिँ हामीले स्थगित गरेका छौं हजुरहरूले प्रतीक्षा गर्दै गर्नु होला बन्द भयो भनेर नसोच्नु होला जसरी माया गरेर यहाँसम्म हामीलाई पुर्याइदिनु भयो एउटा भैरव भैरवी भनेर एउटा बजारमा हामीलाई इस्टाब्लिस गरिदिनु भएको छ त्यसै गरी अझै माया गरिदिनु होला हामी तपाईहरुको साथमा जहिले हुनेछौं तपाईलाई राम्रो मनोरञ्जन दिनको लागि हामी सधैँ तत्पर हुनेछौं धन्यवाद नमस्ते म कलाकार रत्न प्रजापति भैरवी सिरियलको महाकाल हजुरहरुसँग नचाहँदै पनि हामीले 2 महिना 3 महिनाको लागि टाढेर परेको छ त्यसको लागि हामीले धेरै क्षमा माग्नुपर्छ हजुरहरुसँग र अब आउँदाखेरि अब हामी फेरि 2 महिनापछि सिरियल आउँदाखेरि यो भन्दा अझ पनि हामी धेरै मेहनत गर्दैछौँ र धेरै राम्रोसँग सिरियल बनाएर हजुरहरुको घरमा पुर्याइदिन्छौँ धेरै मिस गरिरहेको छु हजुरहरुलाई 2 महिना 3 महिना पुर्नु पर्ने भयो हजुरहरुले आई लभ यु नमस्ते म आइसना श्रेष्ठ भैरवी सिरियलको भैरवी सरहरूले भने जस्तै हाम्रो सिरियल चाहिँ केही समयको लागि होल्ड हुन गएको छ हजुरहरूले हामीलाई स्टार्टिङदेखिको जसरी माया गरेर ल्याइदिइरहनु भएको छ अहिलेसम्म त्यसै गरी हजुरहरूको माया साथ सपोर्टको आशा राखेको छु धन्यवाद नमस्कार म सुमित्रा मगरकोटी भैरवी सिरियलको रौनिका सरहरूले भने जस्तै हामी फेरि पछि भेट्नेछौँ सधैँभरिलाई बन्द त भएको होइन केही समयको लागि मात्र हो फेरि